हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ आज यहाँ घाँस काट्न आएको अनि खुर्सानीहरू अब रोपेको थिएँ नि त अस्ति नै। अनि कस्तो भयो होला भनेर हेर्न आएको साथीहरू। हेर्नु, खुर्सानी चाहिँ यसरी फलिरहेको रहेछ साथीहरू। झुप्पो छ है साथीहरू खुर्सानी चाहिँ। खुर्सानी बेच्ने बेला भइसकेछ। भोटमास चाहिँ यसरी पाकिरहेको छ। सबै पाकिरहेको। यसपालि भोटमासले चाहिँ राम्रो कमाएन साथीहरू। कमाएन भने त अब राम्रो धेरै भएन। खुर्सानी चाहिँ दामी फलेर चाहिँ एउटा बोटमा हेर्नुहोस् है साथीहरू। यस्तो फलेको खुर्सानीहरू चाहिँ कति धेरै फुल पनि फुलिरहेको छ। मकै चाहिँ यताको चाहिँ यस्तो भयो, पछि रोपेको मकै चाहिँ यस्तो भएछ। धेरै पछि अगाडि रोपेको मकै चाहिँ हेर्नु नि साथीहरू, यसरी खाइदिएछ। केले खाइदियो बिचरा, भर्खर यस्तो यस्तो भएको रहेछ। यसरी खाइदिएछ मकै चाहिँ। एउटा छैन यार, सबै हेर्नु नि, मकै त सबै यसरी खाइदिए त बा। के भएको हो यस्तो? आम्बो साथीहरू, बिहान बिहान फर्सी त नहुने हो। यस्तो एउटा अनि यहाँ एउटा रहेछ, दुईवटा, अरू चाहिँ सानो सानो। यसले तिनवटा अनि यहाँ छ चारवटा, यसले पाँचवटा, यहाँ छ छवटा मात्र रहेछ क्या फर्सी चाहिँ। छवटा यसले यहाँ सातवटा रहेछ साथीहरू। हेर्नु नि, जहाँ फर्सी फलेको छ त्यहाँ चाहिँ मुसाको दुलो यत्रो बनाएको छ। ल, यो चाहिँ खुर्सानी बारी। भोटमास चाहिँ राम्रो भएन साथीहरू। यहाँ चाहिँ मकै पहेँलो भएछ। मकै चाहिँ यो चाहिँ पहिला रोपेको मकै साथीहरू। यस्तो भएछ मकै चाहिँ। यो चाहिँ पहिला रोपेको। के साथी, आमा के बिना खाएको हौ यस्तरी। ल बा, यहाँ चाहिँ चिथर्न खोजे मात्रै रहेछ साथीहरू मकै चाहिँ। यहाँ पनि यस्तो अलि पेट्याकै भएको रहेछ। यहाँ चाहिँ काँक्रो हेर्नु न, त्यहाँ थियो टिपिसकेको काँक्रो। यहाँ चाहिँ एउटा यत्रो भयो, यहाँ चाहिँ यत्रो भएको रहेछ एउटा। यो चाहिँ टिप्दी मैले घर लानुपर्छ, अरू चाहिँ छैन साथीहरू।